नेउपाने अनि सँगसँगै भोट ग्रहण गर्नको निमित्त हामी यहाँ उपस्थित भएका छौँ। विस्तार गर्ने कार्यक्रमलाई नेउपाने बन्धु समाजका अध्यक्ष टीकाराम नेउपानेज्यूलाई शोकसभाको अध्यक्षता गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। त्यसैगरी अनलाइन नगरौँ है कोही नभनौँ न एकछिन। पालिका नेउपाने बन्धु समाजका अध्यक्ष नरसिंह नेउपानेज्यूलाई पनि आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। र यसैगरी हाम्रो नेउपाने बन्धु समाज प्रदेशको तर्फबाट मुक्ति नेउपानेज्यूलाई पनि म आसन ग्रहणको निमित्त अनुरोध गर्दै उहाँ व्यस्तता हुनुहुन्छ, त्यहाँ पकाउने क्रममा उहाँ हुनुहुन्छ, उहाँ खटिरहनु भएको छ। र यसै गरी जिल्ला तहदेखि प्रदेशदेखि जिल्ला हुँदै गाउँपालिका स्तरीय हाम्रो उपस्थिति रहेको छ। यहाँ सबैलाई आसन ग्रहण गराउँदा समय धेरै जाने भएको हुँदा सम्पूर्ण प्रदेश जिल्ला अनि गाउँ स्तरीय गाउँपालिका स्तरीय सबै बन्धुहरूको उपस्थिति सबैलाई आफ्नो ठाउँमा आसन ग्रहण गर्न म अनुरोध गर्दै कार्यक्रमलाई अघि बढाउने अनुमति चाहन्छु। हाम्रो मानव चोला जन्मिएपछि एक दिन पक्कै जानुपर्छ भन्ने सबैलाई थाहा छ। थाहा हुँदाहुँदै पनि शोकमा हामी डुब्छौँ, बाध्यता छ। आएपछि जानु निश्चित हो। र यहाँ हाम्रो दाइ हामीलाई छोडेर जानुभयो। उहाँले देखाएका बाटा सपरिवार लगायत सबै बन्धुहरूले अपनाउने छौँ भन्ने पनि म कामना गर्न चाहन्छु। म जहिले पनि भन्ने गर्छु, हाम्रो मूल सम्पत्ति मलाई यो जस्तो लाग्छ, यहाँ जतिवटा संस्था आएका छन्, जति बन्धु बान्धव आए, जति इष्टमित्र आए, मूल सम्पत्ति त्यो हो जस्तो लाग्छ। किनभने हाम्रो अरू कमाएको सम्पत्ति आज छ, भोलि छैन। त्यो सकिन पनि सक्छ, आग लागि पनि हुन्छ, टर्छ पनि, पहिरोले पनि जान्छ, आदि आदि भएर नष्ट हुन्छ। तर जुन पनि बुवाले कमाएका सम्पत्ति भए, छोरा नातिले कमाएका सम्पत्ति भए, सङ्घ संस्थाहरू जतिवटा सङ्घ संस्था तपाईँ हाम्रो सामुमा आइपुगे, यो चाहिँ अटल सम्पत्ति, अमर सम्पत्ति, अदर सम्पत्ति जस्तो लाग्छ। र यिनलाई कहिल्यै पनि हामीले बिर्सने छैन भन्ने कुरा राख्दै म कार्यक्रमलाई अघि बढाइरहेको छु। नेउपाने बन्धु समाज हल्दीबारी गाउँपालिका कि उपाध्यक्ष सरिता नेउपानेका पूजनीय ससुराबुवा परमधाम हुनुभएको छ र उहाँको स्मृति स्वरूप उहाँ बितेर गए तापनि परिवार मात्रै तपाईँहरू एक्लो हुनुहुन्न। यो दुःखमा हामी सबै छौँ है भन्ने खानपुर गरिएको हो। र यो समवेदना वाचन गरिदिनु हुन त्योभन्दा पहिला मौन धारणको कार्यक्रम हुनेछ र हामी 1 मिनट उहाँलाई वैकुण्ठमा बास भन्नको निमित्त मौन धारण गर्नेछौँ। र त्यसको लागि सबैजनालाई उठेर मौन धारणको निमित्त अनुरोध गर्छु र समय हेरिदिनु हुन म अध्यक्षज्यूलाई नै अनुरोध गर्दै उहाँले सुरु भन्नुहुन्छ, हामी सुरु गर्नेछौँ। यो केको दालमा हालिसकेको भइरहेको दाल भइसकेको पानी पकाइदिन हामी धन्यवाद। हामीले मौन धारणको कार्यक्रम सकेका छौँ र यो वाचन गरिदिनु हुन हल्दीबारी गाउँपालिका नेउपाने बन्धु समाजका सचिव फाल्गुनी नेउपानेज्यूलाई म अगाडि आएर यो वाचन गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु।
पदाधिकारीको उपस्थित प्रदेश जिल्ला तथा विभिन्न ठाउँ स्थानबाट आउनुभएका सबै बन्धुवर्ग इष्टमित्र छरछिमेकीहरूको म मिति 2082 साल 17 गते दिवंगत भएका गाउँ तथा जिल्लाले तयार गरेको नेपाली महिला पत्र जिल्ला सांसारिक मेला रहेछ भेला हुन आएका थिए छोटो जीवन लामो गर्न सकेपछि विश्राम सबैको समयलाई मानेर आजैबाट हार्दिक सम्मान जन्म 2000 विक्रम साल 2009 साल असार 10 गते 5 घरको 5 तर स्वर्गमा विक्रम सम्मत 2082 17 गते प्रसाद हल्दीबारी गाउँपालिका न्युपाने बन्धु समाजका सल्लाहकार सदस्य झापा जिल्ला हल्दीबारी गाउँपालिका वार्ड नम्बर 1 साबी गोलसा निवासी भक्ति प्रसाद न्युपानेको यही मिति 2082 साल 17 गते शुक्रबारका दिन 73 वर्षको उमेरमा भएको सामायिक निधनको खबरले समस्त न्युपाने बन्धु समाज परिवार अत्यन्तै खुसी भएका छौँ। पाँचथर जिल्ला याङ बाराका वार्ड नम्बर 5 हकुमतीका मोहीपति न्युपाने तथा माता मनमाया न्युपानेको कोखबाट माइला पुत्र रत्नको रूपमा 2009 साल असार 20 गतेका देवी माया हिजोसँग विक्रमसँग बाँधिनु भएको थियो। दसैँ सराईको क्रममा भक्ति प्रसाद न्युपानेको पहिलो सुखमा रहनुहुने माथि श्रीमती देवी माया सबैलाई सदाका लागि भक्ति प्रसाद न्युपानेको सामाजिक हल्दीबारी गाउँपालिका नेउपाने सबै हाम्रा नेउपाने बन्धु समाजका 12 गाउँपालिका यो हस्तान्तरण गाह्रो पनि हुन सक्छ। त्यसले गर्दा सबैले घरको 100 एकालाई जम्मा गरौँ। माथि आफ्नो इच्छा हो भनेर यो निर्णय गरेका थियौँ। त्यसले गर्दा यहाँ अलिकति केही जम्मा भएको छ र यो यसो एउटा बासी केन्द्रसम्म पुगोस् बन्धुहरूलाई भन्ने हेतुले यो कार्यक्रम यो नियम राखेको हो। त्यसले गर्दा यहाँ जम्मा भएको छ। यहाँ 9155 हामीसँग यो जम्मा भएको छ र यो 9355 रुपियाँ हामीसँग यहाँ जम्मा भएको छ र यो हस्तान्तरण गरिदिनको निमित्त हाम्रा हल्दीबारी गाउँपालिका सल्लाहकार समितिका संयोजक वेदनिधि न्युपाने सँगसँगै
होला